रुन्छु आमा जहिले नि धुररी के भयो खै भन्दिन्यौ खैले नि। हजुर हजुर त फेसबुकमा भाइरल भएको बिके सर होइन भने? हजुर हजुर तपाईँले माया गरेर साथ दिएर बनाउनु भएको हजुर। ओहो तपाईँसँग भेटेर खुसी लाग्यो सर। अनि कहाँ बस्नुहुन्छ सर यहाँ? म यतै बस्छु सर हजुर, यो मलेसियामै हो, यतै पेनाङ हजुर, तामान प्लस। यहीँ बस्नुहुन्छ? हजुर हजुर। ए कति भयो सर हजुरको बसाइ यता? यता सर 12 वर्ष भइरहेको छ अहिले। ओहो अहिले त अब 12 वर्ष भएपछि त कम्पनीले नराख्ने भन्ने कुरो छ नि होइन सर? नराख्ने भनिरहेको छ, अब जानु पर्ला आफ्नै देश। ए ठिक छ सर, ठिक छ ठिक छ, केही छैन, फेरि आउन मिल्छ सर 6 महिनापछि। हजुर हजुर। हजुरसँग भेटेर धेरै खुसी लाग्यो सर। ल ल धन्यवाद सर, धन्यवाद। हामीलाई पनि माया गर्नु होला सर। ल ल हुन्छ हुन्छ। ल गाइज है, हाम्रो सरको शुभ नाम के हुनु अरे? मेरो रेशम सुवेदी हो। मेरो चाहिँ फेसबुक पेजमा चाहिँ आरएस अफिसियल छ। ल गाइज है, हाम्रो रेशम सुवेदी सरलाई र आरएस अफिसियल पेजलाई सबैजनाले फलो गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला होइन। उहाँको भिडियोहरूलाई उहाँहरूले पनि अब आगामी दिनहरूमा राम्रो राम्रो कन्टेन्ट बनाउनुलाई है सर है, राम्रो फोटोहरू पनि राख्नुहोस्, कन्टेन्टहरू बनाउनुहोस्। म त्यस्तो भाइरल त होइन, हजुरहरूको मायाले गर्दाखेरि भाइरल त्यो बनाउनु भएको हो। यो सबैलाई नै समान अधिकार छ, जसले पनि गर्न सक्नुहुन्छ। त्यसले गर्दाखेरि हजुरहरूसँग भेट हुँदा खुसी लागिरहेको छ है। मलाई पनि एकदम खुसी लाग्यो सर। हामीले चाहिँ घुम्न आएको थियौँ सर, हजुरसँग भेट भयो, खुसी लाग्यो। ल भेरि भेट होला हजुर है, मलाई